हेलो नमस्ते मेरो युट्युब फ्यामिली। हामी चाहिँ पानीको लागि चाहिँ पाइप पुर्न गयौँ। आज पनि फेरि है हामी चाहिँ बाउरामा चाहिँ आज फेरि बाटो त्यो पानीको उसको लागि चाहिँ जाँदैछौँ। फेरि बाउ चाहिँ पछि पछि हिँड्दैन। गाउँघरको बाटो यस्तो हो गरेर बाउ चाहिँ पानीको पाइप बाटो खन्ने पाइप बिछाउने गाह्रो हो। केले खान्छस् भाइ केले हेलो हेलो भन्नु न भन्नु फेरि के भन्नु हामी खन्न जान लाग्यो भन्नु मास्तिर नाल्न राख्ने गाडी खन्ने कति हाम्रो बाउ एउटा मान्छे मेरो काम छैन भनेर हुन्छ हो कि अरू कोही मेला गयो होला 10 बजे छुट्छ है कति रमाइलो पकाएर खानुपर्छ बस्तु आऊ होला तिनीहरूले घाँस काटेर अरू गर्नु पर्छ के हेर्नु पर्यो गीत गाएर सुन्छ नानी बलले गाउँछु मलले गाउँछु कहाँ लाग्यो रोड खन्नलाई भवनतिर होइन यो तल्लो भवन छ नि लिएर आउने यो खनेर हामीले अब पुनः पजाल न बाउ अब यो पानीको पाइपहरू दबाउने त्यहाँ चिट्ना छ सिडी बनाउने भनेर छ त्यो पाइपहरू पुर्दा फेरि नाली कोही उँधो बेसी गएको छ कोही हामी काम गरेर हिँडेको फुल्ने त होइन है सबै आज हामी यहाँ गाउँको चाहिँ पानीको भयो नि पाइप उस गर्दै हिँडेको काम हुँदैछ बात गरे जस्तो भने भन्नु त तपाईँ बाइक आयो है बाटो बाइक आयो हाम्रो बाटो छेक्नु पर्दैन। उहिलेको चमार जस्तै हाम्रो गाउँमा बाइक कति आज कहाँ छ भने तलबाट माथि आउने होला। डाँडो थियो नि खन्यो मान्छेले खन्यो माइजू राम्रो कस्तो माइ सजिलो भयो सजिलो भयो एकदम सजिलो उनीलाई बढी खाँदै आयो नि हुन्छ नि यतै लाग्दो होला नि यो त पिच गर्दाखेरि बाटो खन्दै यहाँ पाइप पुगेकोमा चाहिँ अहिले बिहान चाहिँ उठेर पकाएर लिएर गएको अरे कतिखेर फिर्ता गर्ने फेरि सापाट भरे घर जाने
अब त थोरै छ ऊ यहाँनिर त त्यति पुरै हुन्छ माटो मात्रै गइरहेर पुर्दै त्यहाँ त पुर्दै खन्दै गइदियो जान्दा पर्दैन खन ठाउँ होइन ढुङ्गैमा कति गाह्रो है यो पाइप हाल्नुपर्छ यो खन्न परेर देखेर त पानी त नलै नि हुन्छ जस्तो लाग्यो म त है चाहिने के के गर्नु त दिँदा रे यस्तो गाह्रो भएर भन्नुपर्छ खाने होइन सजाएर राख्ने हो धुरीमा गाह्रो परेर खन्नु परेको छ के गर्नु गाह्रो हो गरिस् न ल कति गाह्रो भयो है बहुत गाह्रो है परबाट बाटो यस्तो बनाउनु ढुङ्गै ढुङ्गा छ कि अनि त्यही भएर यहाँ फुट्ला फुट्छ यस्तो छ भवन हाम्रो चाहिँ यस्तो अप्ठ्यारो बाटो कसरी खन्यो पानीको बाटो र यस्तो खन्यो यो पाइप अनि हेरियो ठुलोलाई हेरिहाल्दिउँ यस्तो गाह्रो भएर खनेर पऱ्यो बाटो यहाँ त ढुङ्गै ढुङ्गा छ सकिन्न यस्तो ढुङ्गा बाटोमा कसरी भन्यो कति गाह्रो हो पाइप हेराउनुलाई पानीको माइजूले पानी हेराउनु भएको भनेर गरेको पानी लिएर आएको म लिएर आउनु अब तपाईँ पानी अब गाह्रो के अरे यो त पिच गर्दाखेरि बाटो खन्दै भइहाल्छ यस्तो पाइप पुगेकोमा चाहिँ नमस्कार सबैजनालाई आज हामी यो पानीको लागि यहाँ नाला यसरी बनाउँदै खन्दैछौँ कृपया तिनजनाको यो तिनजना धेरै मेहनती मान्छेहरूको अनुहार देखाइदिउँ उहाँ चाहिँ धेरै मेहनती रहेछन् तर भन्न मिल्दैन तर धेरै मेहनती मान्छे यसरी हेर्न सक्दैन अलि कमजोर छ म चाहिँ एकदम के भन्ने अब अब एकदम एनर्जी फुल भएको मान्छे हो म मान्छे यहाँ 20 फिटको खन्नु हस् पकै टिपे मेरो हजुर सिरैमा फुल थकाएर काम बसिरहेको छ एउटा सानो थियो नि उ त्यहाँ ल अब सबैजना अब यहाँ खानाको लागि बस्न लागिरहेको छ उहाँ बाँड्दैछन् बाँड्दै अब यहाँ हेर्न जान्छ यहाँ छोरा छ यहाँ केरा छ केरा दिँदैछु
भनिरहेको छु म ल्याउँदै हेर त यहाँ केरा बिस्कुट दिएको थियो आनन्दै फेरि माग्न के झन्झट हेर्नुहुन्छ ल ए बोल्नु पर्दैन काम गरेर जिते गाँठे मिठो नमिठो ड्याममा दिनुपर्छ तलबाट आउँदाखेरि चाहिँ स्या भयो घर फर्केँ हामी चाहिँ यसरी चाहिँ आउँदै यो पानी योजनाको गइयो रमाइलो पनि भयो कोहीले पाइपहरू को नाली खन्या छ कोहीले चाहिँ पुर्या छ खाजाहरू पनि खाए दही चिउरा केरा सबै रमाइलो गरेर आजको दिनमा भर्खरै हामी घरमा भर्खरै आयौँ र आजको दिन राम्ररी बितायौँ भिडियो यति नै हो र यसमा सब्सक्राइब गरिदिनु यसमा लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् सब्सक्राइब भन न सब्सक्राइब भन न सब्सक्राइब जतारी भयो त्यहाँ अब सबैजनालाई बाई बाई